उद्योगको नाम अब भर्खर सुरुवात हुँदैछ नाम यो तपाईँले चाहिँ थाल्नु भएको कति कति महिना भयो यो व्यापार बिजनेस? यो मैले 4-5 महिना भयो गर्न थालेको यसमा 5 महिना 5 महिनामा जस्तै कहिलेकाहीँ लस भएको छ कि फाइदा मात्रै भएको छ? सुरुमा त लसमा गयो सिक्ने बेलामा लस भन्नाले पनि लस मानिदैन त्यसलाई भनेपछि बराबर सिक्नको लागि सुरुमा अन्दाज चाहिन्छ त्यसपछि एकपल्ट गरिसकेपछि अर्कोपल्ट गर्न सजिलो भयो नि त पहिला चाहिँ मैले एकपल्ट गरेँ नयाँ परालमा गरेँ पराल चाहिँ पुरानै चाहिनु पर्ने पुरानो परालमा नयाँ परालमा के हुँदैन कि नयाँ परालमा हुँदैन भन्दिदा नि भयो भनेपछि थाहा नहुने मान्छेहरूले चाहिँ अलिकति गाह्रो छ नयाँ परालमा नगर्दा नि भयो यो कति रची जस्तै यो अहिले जुन लाउनु भएको छ हैन कति रची पोका लाउनु भएको छ? यहाँ अहिले 300 लगभग 300 छ 300 कति यो जस्तै फल छ नि जुन च्याउ जुन अहिले हामी देखिरहेको छ हैन यो च्याउ निस्किरहेको छ यो चाहिँ आउनको लागि अहिले तपाईलाई चाहिँ कति समय लाग्यो होला? यो आउनलाई 15 दिन यो बनाएको 15 दिनमा हामी यो काट्छौं 15 दिन बिलेट लिएर काट्छौं 15 दिन पछि काटिसकेर 10 दिनमा खाने लायकको यत्रो भइसक्छ 15 दिन पछि काटेपछि 10 दिन भनेपछि 25 दिनको योमा हालेको 25 दिनमा यो खाने लायकको चाहिँ यो जस्तै कति दिनसम्म चाहिँ सानै हो कि सानै हो यो अझै भोलिसम्म ठुलो हुन्छ यो यहाँबाट कति आउन सक्छ कति ग्राम जति लगभग अंदाजी एउटा हल्कुले एउटा योबाट चाहिँ 25 चारैतिरबाट मिलाएर जोड्ने हो भने एउटा पोका बराबर 2 केजी देखि 4 केजी सम्म आफूले कति फलाउनु त्यसपछि सानो टुसा आउँदै जाने हो के यहाँ छ यस्तै खालको टुसाहरूदेखि सुरुवात हुन्छ यो आइसकेपछि चाहिँ लगभग 5 दिनमा यो खाने लायक 4 देखि 5 दिनमा खाने लायकको भइसक्छ यतिमा चाहिँ अनि यो तपाई जुन च्याउ उद्योग थाल्नु भयो हैन यो आइडिया चाहिँ तपाईलाई चाहिँ कहाँदेखि आएको आइडिया अब तालिमहरु लिनु भएको थियो कि खेती किसानी गर्दै खेती किसानीतिरै ध्यान गरेर अब यतातिर आएको हो के आफैले आइडिया लिएर यो चाहिँ फुले बेच्दाखेरि कसरी खुद्रा बेच्नुहुन्छ खुद्रा अब यहाँ पाउ त 50 हो 200 रुपैयाँ केजी 200 रुपैयाँ के डिलरलाई दिँदाखेरि डिलरलाई अब दिँदा अलि घटाउनु पर्छ 150 देखि 150 160 60 50 60 त्यसरी नै दिनुपर्छ हामीले